ल हेलो गाइज वेलकम टु माई न्यू भ्लग हैन सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौँ। आज चाहिँ हामी मेरो प्यारो भाइ रुपेश र म चाहिँ सुँगुरको मासु लिनको लागि चाहिँ यहाँदेखि 2 किलोमिटर टाढा हिँडेर जाँदैछौँ हैन। र अहिले चाहिँ हामी चाहिँ यहाँ तल हिले भन्ज्याङ भन्ने ठाउँमा छौँ। पानी परेर रातभरि बाटो नि यस्तो छ हैन। के छ भाइ? र आज हामी अब 1.5 केजी सुँगुरको मासु ल्याएर रक्सँग खान्छौँ हैन भाइ? के खाँदैन हो? खाँदैछौँ। यहाँ यतातिरको मौसम चाहिँ एकदम चिसो छ हैन। 24 घण्टामा लगभग 23 घण्टा 23.5 घण्टा चाहिँ पानी नै पर्छ होला यहाँ। र अहिले हामी चाहिँ यहाँ अलि तलसम्म आइपुगेको छौँ हैन। तपाईहरु देख्न सक्नुहुन्छ बाटो चाहिँ एकदम कच्ची छ हैन। पानी लगातार परेको परै छ, चिसो छ। यतिखेर तराईतिर जाने हो भने चाहिँ एकदम गर्मीले सेकाइहाल्छ हैन। हामी चाहिँ यता पहाडतिर छौँ भने यहाँ हुडी लाएर ज्याकेट लाएर हिँड्नु परेछ। कुकुर पनि भुकिरहेको छ हैन। अहिले छाता चाहिँ हामीले स्टिममै लिएर पनि हिँडिरहेको छौँ हैन। पानी पनि रातभरि परिरहेको थियो। अहिले पनि कता कता सानो सानो पानीहरू परिरहेछ। तपाईहरुलाई म यहाँको सिन पनि देखाउन गइरहेको छु। रुपेश भाइ छाता उडिरहेछ हैन। जुका चाहिँ लास्टै टाँसिन्छ है। यहाँ साथी जुका चाहिँ लास्टै टाँसिन्छ है। अस्ति हामीलाई पनि 2-4 वटा जुकाले चाहिँ हमला बोलिसकेको थियो। तर हामीले पनि हमला बोल्दियौँ। यो चाहिँ पुरै लिएको क्या। यहाँ देख्न सक्नुहुन्छ तपाईहरु हैन। यो जंगल र तपाईहरु यहाँ देख्न सक्नुहुन्छ हैन। बाटो चाहिँ पुरै हिलै हिलो छ क्या। यहाँ चाहिँ पुरै पानी परेर हैन, रातभरि पानी परेर चाहिँ अहिले अलिअलि रोकिएको छ। तर पनि जमिरहेको छ हैन। यहाँको दृश्य पनि देख्न सक्नुहुन्छ। यस्तो राम्रो छ कि यो लेक हो हैन। यहाँ एकदम चिसो छ क्या अहिले पनि। र साथीहरु अहिले हामी चाहिँ लगभग 1 किलोमिटरको दूरीमा चाहिँ आइसकेको छौँ हैन। अब यहाँ आउने बाटो चाहिँ एकदम बिकट छ। यहाँ क्यामेरामा हेरेर माथि हेर्यो भने अहिले भुइँमा बजारिन पनि बेर लाउँदैनौँ। त्यही भएर मुनि हेर्दै हेर्दै बोल्दैछौँ। र यहाँ अगाडि चाहिँ 2-3 वटा कुकुर छन्। यी कुकुरले चाहिँ बर्बाद बनाउँछन् जस्तो लाग्दैछ मलाई। भोग्दैछ पनि। अस्ति पनि हैन रुपेश भाइ? तिमी पनि थियौ हैन? ए अस्ति पनि यार हामीलाई 4-5 वटा कुकुरले झन्डै टोक्यो यार। एकैचोटि आयो कि सबैभन्दा सुरुमा चाहिँ म गएपछि त एउटा कुकुर मात्रै आउँदै थियो। भरे त 4-5 वटा कुकुरहरू सुँग्दैछ है। ल यो कुकुरले त बिताउँछ जस्तो छ। यो हाम्रो कुकुर त हैन नि हो? हैन। यहाँ देख्न सक्नुहुन्छ हैन। डगेश भाइ। हेलो डगेश भाइ। लगभग हामी पुग्न त के भन्नु अझै 500 मिटर टाढै होला। मासु लिने ठाउँसम्म चाहिँ पुग्नुपर्छ। हिजो पनि ढिलो आएर चाहिँ हाम्रो मासु छुटेको थियो। र आज चाहिँ हामी त्यो मासु छुटाउँदैनौँ। आज चाहिँ हामी जसरी पनि लिएरै जान्छौँ। यतातिरको घर पनि देख्न सक्नुहुन्छ तपाईहरु। यहाँको बाटो तपाईहरु देख्न सक्नुहुन्छ हैन। यस्तो जंगलघारी छ। यहाँ हाम्रो त्यो माथिको आकाशमा तपाईहरु देख्न सक्नुहुन्छ हैन। यस्तो राम्रो बादल लागेको छ हैन। रातभरि पानी परेर होला।
देख्न सक्नुहुन्छ साथीहरू हामी लगभग मासु लिने ठाउँसम्म आइपुगिसक्न लागेका छौँ। यहाँको बाटो देख्न सक्नुहुन्छ यस्तो बनाएको छ होइन ढुङ्गाको छ। पहाडको ठाउँमा यस्तो बाटो नभइकन त गाडी नै चल्दैन होइन। हिलोले गर्दाखेरि यो चाहिँ एकदम राम्रो बेस्ट बाटो हो यो पिकअपको लागि चाहिँ। अब तपाईँहरूलाई म त्यहाँ भूत बङ्गला जस्तो ठाउँमा पनि देखाउँदैछु जहाँ चाहिँ एक्लै जान चाहिँ लास्टै डर लाग्दो ठाउँ। अब फेरि हाम्रो यहाँ कच्ची बाटो सुरु भइसकेको छ होइन। यहाँसम्म थियो हाम्रो ढुङ्गाको बाटो। फेरि यहाँबाट यतासम्म बाटो चेन्ज भएको छ। ल साथीहरू तपाईँहरू देख्न सक्नुहुन्छ कि यो बाटोलाई चाहिँ अनि यहाँ चाहिँ पुरै भूत आउने ठाउँ जस्तो छ क्या। एक्लै दुक्लै आयो भने चाहिँ लास्टै डर लाग्ने ठाउँ छ यहाँ हेर्न सक्नुहुन्छ होइन। अझ भित्र त हामी पसेको छैनौँ। पुरा लेक ठाउँ हो क्या। अस्ति पनि आएको थियौँ हामी होइन। अब त्यो तपाईँहरू अहिले देख्नुहुन्छ त्यहाँ कुकुरहरू यस्तो स्पिडमा आउँछन् होइन। हेर्नु यस्तो डर लाग्दो छ। लगभग बिहानको अहिले 8 बजिसक्यो होला। यहाँ अँध्यारै छ। अन्त के कराउँदैछ पनि। हेलो साथीहरू ल हामीले चाहिँ अहिले फाइनली चाहिँ सुँगुरको मासु लिएर जाँदैछौँ है त। भाइ देखाइदेऊ है 1.5 केजी जस्तो छ सुँगुरको मासु होइन। आज चाहिँ खतरा तरिकाले चाहिँ पकाएर खानेवाला छौँ होइन। पकाएको पनि देखाउनेछौँ खाएको पनि देखाउनेछौँ है त तपाईँहरूलाई हामी। पोलेर पनि खानुपर्छ। 2जना मात्रै छौँ 1.5 केजी हानिदिनुपर्छ। ल यस्तो अँध्यारो ठाउँ छ होइन। यहाँ चाहिँ तपाईँको चाहिँ नि दिउँसै नै पनि अलि रात परे जस्तो हुन्छ क्या। जङ्गल अलिक माथिसम्मै छ कि। अब हामी जङ्गलको भित्र छिर्दैछौँ। यहाँ बाँसघारी छ हौ। जङ्गल भन्दा पनि बाँसघारी। ल आज चाहिँ हामी एकदम स्पेसल बनाएर खानेवाला छौँ होइन। भाइ कस्तो खालको मासु छ देखाइदेऊ। अलिक खतरा टाइप्सको मासु छ होइन आज। अस्ति पनि 1.5 केजी जस्तो लगेको थियौँ तर आम्मामा अमुन भएर यार खाइ नसकेर दिमाग खराब भइरहेको थियो। लास्टमा कुकुरले खायो नि। के फ्यालिन्थ्यो र फ्याल्न त कुकुरले खाइदिएर। अब फेरि हामी यस्तो खालको बाटो आइसकेको छौँ। जुङ्गा काटौँ भनेको त नकाट्नु पर्यो यार। राम्रै देखिँदो रहेछ होइन। यहाँको मौसम चाहिँ फेरि लास्टै नपत्याउँदो तरिकाको छ क्या। घाम त देखिँदैन भाइ। लुगा सुकाएको 10 दिन भइसक्यो। त्यो लुगामा लेउ लागिसक्यो। अहिलेसम्म सुकेको छैन। सेतो जुत्ता धोएर सुकाएको त्यो निलो भइरहेछ त्यो लेउ लागेर। सुक्दैन त। ल साथीहरू अघि बिहान ल्याएको मासु चाहिँ हाम्रो पुरा पकाउँदैछ हाम्रो रुपेश भाइले होइन। रुपेश भाइले चाहिँ पुरै यहाँ पुरै भुट्दैछ होइन। बाँकी चाहिँ हाम्रो चाहिँ यहाँनिर छ क्या। अलिकति चाहिँ बेलुकाको लागि राखेको छौँ हामीले होइन। यो चाहिँ हाम्रो गाउँघरको किचन हो साथी होइन। यस्तै हुन्छ गाउँघरमा होइन। सानो लोरो पनि छ। दाउराको थाक छ माथि। लगभग पाक्दैछ अब हाम्रो मासु चाहिँ होइन। अब यसमा चाहिँ चट्टोसँगले टमाटर प्याजहरू हाल्न बाँकी छ। ल पाकेर पनि अब म चाहिँ खाना हालेर हल्का मुसी बनिरहेको छु। अब चाहिँ म चाहिँ एकदम स्वादसँगले चाहिँ खान्छु है साथीहरू।